आज चाहिँ मैले भिडियो किन बनाउनु लागेको भन्ने कुराको एउटा हैन जानकारी दिन गइरहेको छु। मलाई खासै भिडियो बनाउनु त त्यति मन पर्दैन, बनाए पनि त्यति धेरै पोस्ट अपलोड भन्ने कुरा अलिक कमै हुन्छ। तर जिज्ञासाको कुरा भएर हैन के कुरा देखाउँ र भनौँ भनेर नेपालमा हुँदाखेरि 8 बज्दाखेरि अन्धकार भएर हैन हित्तीदेखि हुत्ती छेउछाउमा पनि नदेखिने नचिनिने अवस्था हुन्छ हैन। तर यो बुल्गेरिया युरोप र कन्ट्रीभित्र चाहिँ यस्तो हुँदो रहेछ मौसम। अहिले यहाँ 8 बजिसक्यो हैन, 8 बजिसक्दा पनि यहाँ घाम यसरी लागेको छ कि पहिले देख्नु सक्नुहुन्छ। घाम यसरी लागेको छ, यहाँको मौसम घाम यसरी लागिरहेछ अहिले नै। यस्तो घाम लागिराख्दाखेरि अब 8 बजिसक्यो, अब 8 बज्दाखेरि अब के गर्ने, सुत्ने कि के गर्ने? मौसमको हालत यस्तो छ। समय 8 बजेको छ अनि यति उज्यालो समयमा सुत्नु कि घुम्नु कि के गर्नु?